हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आजको दिनको सुरुवात चाहिँ पूजा गर्दै एन्ड रिल्स बनाउँदै स्टार्ट भयो। आज चाहिँ म गाउँतिर जाने सोचेको थिएँ अनि मैले चाहिँ मम्मीलाई भनेर चाहिँ हामी चाहिँ गाउँतिर निस्क्यौँ। गाउँतिर आउने बित्तिकै चाहिँ हामी चाहिँ मासु काटाकाट हुन थाल्यो। यहाँ चाहिँ सबैजना भेला भएका थियौँ एक्सेप्ट माई ड्याड इज नट कमिङ इन दिस एरिया। अनि त्यसपछि चाहिँ म चाहिँ यहाँ नस्पति देख्नै हुन्न कि मलाई फलफुल देख्नै हुन्न, म त चढिहाल्छु रुखमा। अनि नस्पति टिप्न लागेको अनि म चाहिँ रुखमा थिएँ, मेरो भाइले चाहिँ हेल्प गरिदिरहेको थियो। अनि त्यसपछि मैले यता देखेको त जामुन पो रहेछ, त यत्रो रुख भइसकेको जामुन पनि पाकिसकेको रहेछ, मलाई त पत्तै भएन। अनि हामीले चाहिँ यसो सर्च गर्दा हेरेको चाहिँ बाहिरतिर चाहिँ फलेको रहन्छ, फलेको भन्दा पनि पाकेको रहन्छ जामुन। तर हाम्रै घरतिर मात्रै पाक्नुको कारण के हो भन्दाखेरि घाम अनि त्यहाँ तल जुन मल छ नि, त्यतातिर चाहिँ हामीले पहिला करेसा बारी भन्थ्यौँ, त्यहाँ मलहरू लगाउँथ्यौँ। अनि त्यही मलको कारणले चाहिँ यो चाँडै पाकेको रहेछ। अनि त्यो देख्न बित्तिकै बुवाले चाहिँ यहाँ तल्लो माथिल्लो घरबाट भर्याङ मागेर चाहिँ अब उहाँ जामुनको रुखमा चढ्ने भन्ने सोच्नु भएको छ। भर्याङ बिना पनि चढ्न सक्नुहुन्थ्यो, तर त्यो भएन कि फेरि जामुनको रुखमा हाँगा रहन्छन्, थोरै मात्रै रहेछन्, अनि त्यसले चढ्न सकिएन। अनि बुवाले चाहिँ यहाँ काट्दै हाँगा फाल्दै गर्नुभयो। अनि म चाहिँ मजाले बसेर खाइरहेको थिएँ, भिडियो बनाउँदै खाँदै हो कि म फेरि। अनि यहाँ हेर्नु न कति मिठोसँग खाएको छु। यसको चाहिँ गेडा पनि खाँदो रहेछ, मैले फर्स्टमा चाहिँ थाहा पाएको थिएन। अनि त्यसपछि मलाई अङ्कलले भन्नुभयो, अनि मैले चाहिँ गेडा पनि खान स्टार्ट गरेँ। हेर्नु यहाँ अङ्कलहरू आमाहरू सबै मिलेर बसेर यहाँ जामुन खाँदैछौँ हामीले चाहिँ। जामुन चाहिँ एकदमै धेरै मिठो लाग्छ क्या मलाई चाहिँ, लाइक टरो टरो पनि हुन्छ तर पनि मिठै हुन्छ। अनि रातो चाहिँ खान हुँदैन। जिब्रो हेर्नु न, मैले कालो खाएर यस्तो भएको छ जिब्रो। जिब्रो चाहिँ ब्लू कलरको हुन्छ। अनि यहाँ चाहिँ मम्मीहरूले चाहिँ पुरा जम्मा गरिराख्नु भएको थियो, पहिला टिप्ने अनि पैसा खाने भनेर रहेछ। अनि हेर्नु न यहाँ आफूले लिएर एकै बसेर अरूभन्दा पर बसेर खाँदै हुनुहुन्थ्यो। यहाँ फेरि हाम्रो अङ्कल पनि चढ्नु भएको रुखमा, अङ्कलले चाहिँ धेरै भेटाउनु भएन अरे। अनि हामीले जामुन खाइसकेपछि बाख्रालाई त्यत्तिकै बोकिराख्नु भएन। अनि जामुनको बाँकी भएको हाँगालाई चाहिँ हामीले बाख्रालाई खुवाइदियौँ। आजको ब्लग चाहिँ यतिमै सीमित भयो। अरू बेला पाइएको कन्टेन्टमा चाहिँ म भिडियो बनाउँछु है त साथीहरू। मैले अहिले चाहिँ कन्टेन्ट पाएको छैन, त्यसैले नर्मल ब्लग मात्रै बनाएको छु। बाई साथीहरू, सब्सक्राइब गरिदिनु होला।